आज म किसेरीमा नयाँपल्ट आयो क्या पहिलोपल्ट पहिलो अनुभव गर्दै हुनुहुन्छ त्यो निलो निलो ओइ घरको हो डबल 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 समात हैरान भइसक्यो म यहाँ लोत भइसक्यो खाइदियो तेरो मामाले समातेरै भ्याएन ऊ अर्को नि आयो फेरि आउँछन् त अब यो टाउकोमै आयो पोहोरको झैँ यसपालि पनि हामी गडौला मार्न आएको होइन मामा एक छाक त भइसक्यो एक छाक त यही खोला हो यही दहमा टक्क हाम्रो एकजना भाइ हाम्रो गिरी भाइ फुट्यो हाम्रो मामा यसले आहारा हाल्दैछ आहारा माछाको आहारा यो माछाको आहारा थुक्नु पर्दैन बाबु पर्छ ल फुत्त केटाले फुत्त आज म किसेरीमा नयाँपल्ट आयो क्या पहिलोपल्ट पहिलो अनुभव गर्दै हुनुहुन्छ ल ए थुताउ न हौ ल आयो अमृतको आएन क्या अमृतको यसमा सिद्धियो भने अलि माथि जाउँ कि तल जाउँ फेरि एउटा आयो माथि जानु छ तल पनि जानु छ ठुलो माछाले अलिक छिटो खान्छ क्या पख्न तान्न तान आएर खाइदियो अलिक ठुलो हाल है हो त्यो निलो निलो ओइ घरको हो कति निलो है हेर्दैमा डर लाग्दो क्या मामा है आरा हुनु आरा होइन ल अर्को आयो फेरि अर्को सिकारी आयो ल यसले नि आएर हालेर हिँड्छ फेरि हो र दुईजनाले कर्पा हात हान्न ए भएर यो भन्दा मेरो बल्छी राम्रो छ क्या त्यसमा छिटो खाइदिन्छ है त्यसमा छिटो खाइदिन्छ अड्काउने माल छैन नि त यसमा यो बजारै हो क्या मेरोमा चाहिँ अड्काउने माल छ टक्क उन्दिने अनि तल हालिदिने टक्क उनेर अलिक ठुलो हाल्नुपर्छ बाबु हो बिस्तारै मायाले हो त्यस्तो गर्ने अब तेरो त यो 10-12वटा ऊ त केही हुनु जति खाएन क्या सकिन्न क्या मामा म त माछासँग चाहिँ हेर्नु त ल यति बनाइएछ ऊ फेरि छटपटिया छ उन्देल है तैँले फेरि कानमा खाइदियो क्या यसको त छिट्टो खाइदिन्छ क्या ल पालो खेल्न नातिकन त्यसले पनि ल्यायो है ऊ ल्यायो हो त्यसरी ल उफ्रिएछ नि ए मामा ल
ऊ ठुलो आयो नि डबल आयो डबल 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 ओहो स्याउलैसँग नहाल्नु न मामा डबल आयो डबल तेरो आएर खाइदियो अमृत कति छिटो खाएको त यार डबल आयो नि खान्छ नि त अनि दुईजनाले पुग्ने ए आएर हुँदा हुँदा हैरान यसमा त झन् च्याप च्याप पर्नु पर्यो त बजारीमा त यस्तो हो क्या मामा सबै हाबु च्यापै पर्छ त यो गड्याउला चाहिँ त्यस्तो हुन्न के असल माछा जस्तो होइन नि यो ऊ आइहाल्यो नि सुरुमै खाइदियो होला फेरि ठुलोले त तानिन्छ क्या अब यो उन्दैछ फेरि ऊ ठुलो आयो ल ल ल मामा ल प्याक मामा समात हैरान भइसक्यो खाइदियो तेरो आएर ओइ त्यो मसिनो आयो खाइदियो क्या के जुगा हो मसिनो आयो पनि कहीँ जान्न यो कहीँ जान्न लहर्दा पानीमै जाने भयो भन्दा भन्दै समाते ल मामा तपाईँतिरै आयो ल पनि आयो बिस्तारै समाउनु क्या मामा फेरि अठ्यासी त चिप्लिन्छ क्या त्यो तेरो खुट्टामा कहीँ जान्न यहीँ छ मामा अर्को नि आयो यार यिनीहरू त यार फुट्ने एकैचोटि तिनवटा आएको नि कस्तो छ है मेरो बल्छी अनि यस्ता मुलो त कतिवटा बनाइन्छ नि होइन यो त युज गर्ने हो फाल्ने हो क्या म त मेरो बल्छी भनेको त फेरि खतरा हो नि मामाले समातेरै भ्याएन ऊ अर्को नि आयो फेरि आउँछन् त अनि ऊ अर्को नि आयो मामा यो टाउकोमै आयो छोड्छ लाउनुहोस् मामा उही छिरेन मामा अलिअलि त्यो बिउ पनि छोड्नुपर्छ है अर्को साल आउनुपर्छ होइन मामा बिउै मास्दियो भने त अनि ठिकै हाल्यो नि त्यति भएछ त्यो सिस्टम साथीहरूले चाहिँ झ्याप्प निकाल्दैछ माछा एकजना टिप्दा हैरान भइसकेको अवस्था छ माथि यस्तो छ है अब हामी यहाँबाट चढेर जानुपर्छ फेरि अर्को ठाउँ योभन्दा अलिक खतरै छ फेरि अर्को ठाउँ यार यो खतरा यार यहाँबाट झऱ्यो भने त फेरि सिधै तल हो आहा परे ह माथि फाल्दे यो त खतरा फेरि परेर माथि उडार
गार छ पात्तो झऱ्यो भने सिधै टाउकोमा हो फेरि सिधै टाउकोमा हो